भएको छ पार्ट 2 है गाइस। बिस्कुट खाँदै घरतिर लाग्यो। के छ गाइस, के छ मेरो चाहिँ एकदम ठिकठाक छ। हजुरहरूको पनि ठिकठाक होला लाग्यो खोलातिर हैन। टक्क पौडी सौडी खेल्नको लागि टक्क यता पुलमा आइयो हैन। टक्क लगाएर यता चाहिँ फेरि काम चलेर होला हैन। काम गर्दाखेरि कति गाह्रो हुन्छ तपाईँहरू पनि थाहा होला, मलाई पनि थाहा छ हैन। यता फेरि तोरी बारी टक्क लगाएर यता नुहाउने ठाउँमा आइपुग्यो है गाइस। अब चाहिँ यहीँ नुहाउनु पर्छ, यहीँ नुहाउने हैन। टक्क लगाएर घाम पनि लागेको थियो हैन, घाम लागेको छ। अब चाहिँ नुहाउनु पर्छ हैन। टक्क लगाएर यहीँ है नुहाउने ठाउँ चाहिँ मैले कपडा खोलेँ हैन। घाम लागिरहेको छ यार, जाडो लागिरहेको छ, के हो कुरो। नुहाउँदाखेरि त यति चिसो पानी थियो कि हैन। पौडी खेल्दाखेरि त मजा आइरहन्छ हैन। यता आएको हैन, टक्क लगाएर मैल सैल त निकाल्नु परेन हैन। घोट्टा घाट्टा पारेर हल्का हल्का स्याम्पू लगाएर नुहाइयो। अब चाहिँ घरतिर लाग्यो गाइस। मोबाइलमा चार्ज थिन्थ्यो, त्यो भोक पनि लागेको थियो। हल्का फुल्का चटपटे हटपटे खाइयो। टक्क पसलमा आएर म चाहिँ घरतिर लागेँ बिस्कुट समातेर, बिस्कुट खाँदै आजको ब्लग यति नै। थ्याङ्क फर वाचिङ, सी यु नेक्स्ट भिडियो, बाइ बाइ।